मलाई चाहिँ एउटा मेन हाइलाइट गर्नु कुरा चाहिँ अब जुन चाहिँ यो महिला फुटबल मात्र नभएर फुटबल खेलाडीहरूले जुन खेलेर जीविकोपार्जन गर्न सक्दैन भन्ने त्यो एउटा मानसिकता छ, त्यो चाहिँ हटाउन चाहन्छु। किनभने त्यो चाहिँ अब कसैले आएर हामीलाई गरिदिने भन्दा पनि त्यो आफू चाहिँ क्यापेबल भएर आफू चाहिँ आफ्नो फुल पोटेन्सियलमा खेलेर त्यो आफैले प्रुभ गर्ने कुरा हो जस्तो लाग्छ। जस्तै हाम्रो सावित्रा भण्डारी दिदी, रेखा पौडेल दिदीहरू हुन्छ, दिदीहरूले अहिले जुन स्ट्यान्डर्ड मेन्टेन गर्नुभएको छ, जुन चाहिँ एउटा यतिसम्म पनि हुन्छ युरोप नेपाली प्लेयर भएर युरोप खेल्न सकिन्छ र आफ्नो जीविकोपार्जन मात्र नभएर एकदम हायेस्ट लेभलमा चाहिँ हामी पुग्न सक्छौँ भनेर जुन एउटा इक्जाम्पल बन्नुभएको छ, त्यो इक्जाम्पल सेट गर्नु भएर पनि मलाई लाग्छ हामी त्यो जीविकोपार्जन गर्न गाह्रो हुन्छ जस्तो मलाई लाग्दैन। र त्यो हामीले नै चेन्ज गर्ने कुरा हो। कसैले आएर त्यो भन्दा पनि हामी आफू राम्रो खेलेर चाहिँ अगाडि बढ्न चाहन्छौँ। र मेन चाहिँ यङ्स्टर्सहरूलाई चाहिँ म के भन्न चाहन्छु भने हामी यो फाइनेन्सियल कुरामा चाहिँ धेरै नलागौँ। किनभने त्योभन्दा धेरै इम्पोर्टेन्ट कुराहरू भनेको हामीले आफ्नो नेसनलाई रिप्रेजेन्ट गर्नु कुरा नै ठुलो कुरा हो। किनभने हामी हिजोको दिनमा फुटबल मात्र खेल्नु पाए हुन्थ्यो भन्ने थियौँ, फेरि फुटबल खेल्नु पाएपछि त्योभन्दा माथि लेभलमा खेल्नु पाऊँ भन्ने हुन्थ्यो। र मानिसको आकाङ्क्षाहरू चाहिँ कहिले पनि के भन्छ पुरा हुँदैन भन्छ। र फुटबल चाहिँ प्यासन, सोली चाहिँ प्यासनले मात्र खेलौँ, केही अरू लोभहरूले भन्दा पनि। र यदि हामीले फुटबललाई साँच्चै माया गरेर खेल्यौँ भने हामीलाई के चाहिन्छ त्यो आफै पुरा भएर आउने कुरा हो। त्यही भएर म चाहिँ एकदमै एन्फाप्रति चाहिँ एकदमै म आभार प्रकट गर्न चाहन्छु। र मलाई चाहिँ जुन यो ठाउँसम्म पुर्याउनु हुन एपिएफ क्लबको जुन ठुलो भूमिका छ, एकदम म एपिएफ क्लबप्रति पनि एकदम आभारी छु। थ्याङ्क यू एभ्रिवान। थ्याङ्क यू प्रीति। फेरि एकपटक बधाई छ यो सर्वोत्कृष्ट खेलाडी बन्न सफल हुनुभएकोमा।